रिजल्ट चाहिँ सँगै आउने अवस्था छ। त्यस कारण त्यहाँसम्म हामीले प्रतीक्षा गरौँ। त्यसको लागि हामी अब के भन्दा हामी यसलाई अहिले भर्खरै उनीहरूसँग यो मागेर चाहिँ हामीहरूले त्यो आफूलाई अगाडि बढाउने अवस्था चाहिँ छैन। अब यिनीहरूले पनि सरकार बनाउनु पऱ्यो। कमसेकम 90 दिनभित्र उनीहरूको काम कारबाही कसरी गइरहेको छ त्यो हेर्न बाँकी नै छ। उनीहरूले कसरी यसलाई देशलाई कुन गतिमा लान्छन् भन्ने कुरा अब यो राष्ट्रिय स्तरको कुरो हो। हामी त्योभन्दा पनि हामी नितान्त कमजोर अवस्थाबाट हामीहरूले यो अभियान सञ्चालन गरेका थियौँ। हाम्रा व्यक्तिगत मुद्दाहरू थिए। अहिले राष्ट्रिय मुद्दाहरूलाई पनि हामीहरूले समेट्दै गएको हुनाले हामीलाई अलिकति धेरै लामो एउटा सङ्घर्ष गर्नुपर्ने अवस्था भएको छ। त्यसैले अब हामी यसलाई अहिले तुरुन्तै एक्सनमा जान नसके तापनि हामीले यसलाई सङ्गठनलाई विस्तार गर्नेदेखि लिएर यो सरकारको गतिविधिहरूलाई पनि मध्यनजर गर्दै अध्ययन गर्दै हामीहरूले कसरी अगाडि बढ्ने भन्ने विषयमा अब केन्द्रीय संयोजकज्यूले पनि यो भनिसक्नु भएको छ। सोही मुताबिक हामीहरूले गर्नेछौँ। त्यसको लागि हामी सङ्गठनलाई मात्रै अनि फोकस गरौँ। जिल्ला जिल्लामा चाहिँ कमजोर रहेका सङ्गठनहरूलाई विभिन्न किसिमका भातृ सङ्गठनहरू छन्। ती सङ्गठनहरूलाई पनि एउटा सङ्गठनको एउटा ढाँचा तयार गर्नु पर्यो। एउटा मात्रै हामीहरूले संयोजक मात्रै निर्धारण गरेका छौँ र एउटा संयोजकले मात्रै कुनै पनि कार्य गतिविधि गर्न सक्दैन। त्यस कारणले यो संयोजकले पनि आफ्नो प्रमुख जुन जिम्मेवारी हो उहाँहरूले चाहिँ त्यो सङ्गठनलाई चाहिँ एउटा मजबुत बनाउनको निमित्त कमसेकम 7 देखि 9 जना सम्मको एउटा समिति कार्यसमिति तपाईँहरूले बनाउनुहोस्। त्यसको लागि हामीहरूले के कति सहयोग गर्नु